आज म तपाईँहरूलाई काठमाडौँको 3वटा पपुलर ठाउँमा घुमाउन लाँदैछु। पशुपति, बौद्ध र हनुमान ढोका बसन्तपुर। जरो निसी बलकोट। आज म पशुपतिनाथ सोमबार एकदम शिवको दिनमा आइपुगेको छु। गेट ए रहेछ जानलाई, पहिलाभन्दा धेरै धेरै फेरेको रहेछ। तपाईँहरूलाई चाहिँ पशुपतिनाथको गेटबाट स्वागत छ। जरो निसी बलकोट। यो चाहिँ प्रवेशद्वार रहेछ है। यहाँ चाहिँ तपाईँहरूले पूजाको सामानहरू लिन सक्नुहुन्छ। यो आज आइतबार सोमबार, सायद आज हाम्रो एउटा साथीले पूजा गर्नुहुन्छ होला, उहाँले के किन्नुहुन्छ होला विचार गरौँ ल। निकै राम्रो छ यो पशुपति शिवको, उहाँलाई खुसी बनाउने सामानहरू जति यिनीहरू नै हुन्। तपाईँलाई थाहा चाहिँ छ पशुपति भने चाहिँ बाँदरकै एरिया हो। यहाँ चाहिँ धेरै मानिसहरू आउँछन्। यहाँ धर्म कर्म गर्ने पनि आउँछन्। यो मेरो दायाँपट्टि चाहिँ सब माग्नेहरू भिक्षुहरू नै हो भन्नु पर्यो। म्याक्सिमम् इन्डियाबाट आउँछन्। म तपाईँहरूलाई मेन पशुपति लाँदैछु छु। अब यहाँ पशुपतिको चाहिँ आरे घाटको नजिक नजिक आइपुगेका छौँ। त्यो तल जान्छ त उतै हो। अनि तिमी त्यो गेटबाट नमस्ते गरेर गयो क्या भनेको त। यो आर्यघाट गिमी ढुङ्गा साँगो लामादिज हो। औ बागमती खोला। आफू त पशुपति हो पो त हो का। हामी चाहिँ त्यो माथि जानु लाग्छ है। त्यहाँ माथि गएर कता हो त्यहाँ जान्छ हामी। ल यही हो पशुपति। यो भाइरल एरिया हो। यो एरियाबाट चाहिँ फोटो खिच्ने गर्छ। यहाँ हामी सानो सानो हुँदाखेरि आउँथ्यौँ, बाँदरसँग त्यसरी लड्थ्यौँ। कहाँ गएर ती बाँदरका सन्तानहरू? अहिले त 8-10 पुस्ता पनि होला तिनीहरू त। जय शम्भु कैलाशपति, जय शम्भु कैलाशपति, जय शम्भु कैलाशपति। हेर्नुहोस् त कति आनन्द छ है। त्यही भएर त हाम्रो भगवान् पनि जनावरको रूपमा यहाँ बस्नु भएको होला। ल हामी बिहानभरि पशुपति डुल्यौँ। अब भोक पनि लागेको छ। अनि हामी खानालाई तर्खरमा छौँ। अब पशुपतिमा धेरै सब भेजै हुन्छ। यो ठाउँमा मिठो पनि हुन्छ। खायौँ, जग्गा गऱ्यौँ। यसपालि हामी अब बौद्ध जाँदैछौँ। बौद्ध यहाँबाट 3-4 किलोमिटर छ। हामी अब बौद्ध गेटैमा आइपुगेका छौँ। अब ओम माने पेमे हुम, ओम माने पेमे हुम, ओम माने पेमे हुम, ओम माने पेमे हुम,
ओम माने प्रेमे हो। यो बौद्ध हो। यो मन्दिरमा पनि पूजाहरू धेरै हुन्छन्। उहाँ पनि एउटा भगवान हुनुहुन्छ। तर यहाँ आएर आफ्नो भन्दा पनि हामी संसारको शान्तिको लागि चाहिँ प्रार्थना गर्दछौँ। हामी संसारमा एउटै जाति हो भनेर चाहिँ भन्ने अब एउटा सोच लिएर चाहिँ यहाँ बौद्धिस्ट सोच भएका मान्छेहरू आउने अनि संसारको लागि राम्रो होस् भनेर प्रार्थना गर्छन् आफ्नो भन्दा पनि। निकै बेर डुलेपछि यसो भोक लाग्यो अनि खाजा खाने समय भएको रहेछ। खाजा खायौँ अनि हामी फेरि अब बिस्तारै बसन्तपुरतिर लाग्यौँ। ल हामी बसन्तपुर आइपुग्यौँ भर्खर बौद्धबाट। अब हामी बाइकको चाहिँ पार्किङ खोज्ने तर्खरमा छौँ। यही हो बसन्तपुर एरिया। यहाँ सधैँ जस्तो यही एन्टिक सामानहरू बेचेको बाटोमा खुल्लै देखिन्छ। यहाँ टुरिस्टहरूले किन्छन् अनि विदेश लिएर जान्छन्। नेपालीहरूले पनि हेराझाइ गर्छन्। मलाई खासै किनेर के गर्ने थाहै भएन। म तपाईँहरूलाई चाहिँ एकदम अगाडि गएर चाहिँ मेन ठाउँमा लग्दैछु। अब त्यो त्यहाँ गएर चाहिँ तपाईँहरूलाई म फेरि त्यहाँको बारेमा केही जानकारी दिन चाहेको छु। जरो म्युनिसिपलको हामी यो बसन्तपुरमा आइपुगेका छौँ। तपाईँहरूलाई आजको लास्ट यात्रा है, 3वटा ठाउँमा डुलाएको मध्येमा आजको हाम्रो लास्ट यात्रा यही हो। कस्तो लाग्छ? हामी अझै थाकेका छैनौँ। यहाँ डुले पनि पछि हामी फेरि अहिले सर्ट टुर मात्रै आएको। पछि चाहिँ यो ठाउँको बारेमा तपाईँहरूलाई हामी एकदमै डिटेलमा चाहिँ बताउने छौँ। अन्दाका आसिङ आना हुना दादा अब कैलाश केउचेत छ अब मन्दिर अब हरे हरे भुइँचालो एकदम कचरगान झाना त आफै दादा पाउँदासले काठमाडौँ उर्मिन जाने मन्दिर चाहिँ नौछ हो, काष्ठ मण्डप जाने भत्ता बुङ्गिल दसले हो। आजकल नौनाबाट चाउ झाना र अब मन्दिर पर घजा घज हिँड्ल्यो तल तल गेराका खत्तम सिलेसन 72 साललाई भुइँचालोलाई त्यही। ल हेर्नुहोस् यो चाहिँ हाम्रो अब भित्र म्युजियम छ। अब तपाईँहरू आयो भने फेरि गाउँबाट आयो भने यहाँ घुम्न आउनु होला। यहाँ मात्रै होइन, यहाँ अझै यहाँबाट तपाईँको झन्डै 500 मिटर 1 किलोमिटर जति चाहिँ अब घुम्ने ठाउँ छ। त्यो तपाईँहरूलाई हामी देखाउँदै गरौँ ल। अब हामी अब भित्र घुम्न जाँदैछौँ। अब निमीले अब गेउचाइ भयो छिन्ते डिटेल छिन्ते गुस्ती के जाते पछि यसको बारेमा चाहिँ राम्रोसँग कुरा गरौँ ल। अहिले हामी फेरि कुनै एउटा कुनै अब त्यहाँ के अरे कुनै बेला चाहिँ मिलाएर फेरि दिनभरि बस्दै गरेर तपाईँहरूलाई यहाँको बारेमा इन्फर्मेसनहरू दिनेछौँ। यो अलि अझै भुइँचालोले टेढो पारेको छ। ए हर्याका मन्दिर र कोही 700 वर्ष कोही 800 वर्ष दसले र हुन्थ्यो। अब दरवाजा हो। अब फेरि फेमस आकाश भैरव जाने आउँछ क्या छ
च्याचे दारा बोलो खाद्य लियो आई च्याका छ्यास लाइने लियो हैं ले च्याका छ्यास लाइने ले तर अब बोलो देवता हो च्याचे आओ आकाश भैरव रातो भैरव त्यो भैरव काम आउनु बे पावरफुल चाहिँ आउन खै दो किराँती राजा बाल दोर्सिनु आउन त्यहाँ बत्ती बालो भनेको अब मान्छे छैन रहेछ हनुमान ढोका दो रहे मिरा है आगो हनुमान ढोका दरबार स्क्वायर तानी आउँछ हो आगो जहाँ मर्मत बहादुर सिंह नो आगो जहाँ रिम्ना दास के तू पनि यस फोटो खिच्यो त गे नेवारी ज्याउ जाना बागिन के बसन्तपुर राजा अब खै त रिम्नाका ज्याउ गिजा के अब ज्याउका ज्याउ हस् अनि अब तला ओदास्किन गाना जेप्रो किन जेना पनि आएको हुँदा गारा चाहिँ स्पोले भने चाहिँ जेब हौ गार जार जरो निसी भयो